सम्पूर्ण फेसबुकमा भएका मेरो दाजुभाइ तथा दिदीबहिनीहरू आमा बुवाहरूलाई ढोक्दिएँ म नमस्कार। म चाहिँ दिपक। गुड मर्निङ सबै साथीहरूलाई। यो चाहिँ अहिले फेरि न्यू भिडियो आइसकेको छ दिपक कामिङबाट। सबैले साथीहरूले दाजुभाइ तथा आमा बुवा दिदीबहिनीहरू सबैले मलाई हेल्प गर्नु होला। सबैले के भन्छन् त फलो गर्नु होला। म चाहिँ तपाईँहरूको प्रिय दिपक कामिङ ब्लग। सबैले म चाहिँ 2-4 दिन भिडियो बनाएको थिएन मैले। अब के भन्छन् यस्तो यो अब कामको सिलसिलामा हल्का अब शिवरात्रिको कारणले भिडियो नबनाउनु पाउने भएँ। त्यही भएर पनि अब आज फेरि 2-3 दिन भयो म लगातार फेरि भिडियो बनाएको छु। तपाईँहरूको त्यसमा रिजल्ट केही देखिएन। तपाईँको माया अनि साथ सपोर्ट नदिए जस्तो लाग्यो। त्यही भएर पनि आज फेरि भन्ने मन लाग्यो। सबैले मेरो फेसबुकमा गएर अनि भिडियोमा गएर सबैले के भन्छन् एक सेयर एक फलो गरिदिनु होला भन्न चाहन्छु। अनि तपाईँहरूको यस्तै हौसलाले मलाई दिनुभयो भने म यहाँ अगाडिको दिनमा अलि अगाडि बढ्न सक्नेछु। तपाईँहरूको माया अनि साथ सपोर्ट धेरै भइगयो। मैले पनि 4-5 महिना भइगयो आजसम्म केही अत्तो छैन। कति वर्ष लाग्ने अन्त पनि थाहा, जति लागे पनि मेहनत गर्छु। तर तपाईँहरूको साथ सपोर्ट अनि माया चाहियो मलाई। तपाईँहरूले साथ सपोर्ट माया दिनुभयो भने म अब अझै पनि अगाडि बढ्न सक्छु। जति लाग्यो पनि भले 2 वर्ष लागोस् 3 वर्ष लागोस्, तर तपाईँहरूको माया चाहियो मलाई। मैले भिडियो बनाउन चाहिँ छोड्दैन। धेरै मेहनत गर्ने हो अनि सफल हुन खोज्ने हो तपाईँहरूको मायाले है। सबैले माया गरिदिनु होला भन्न चाहन्छु। म चाहिँ दिपक कामिङ ब्लग। अब के भन्छन् अब 50 मिलियन भ्युज मलाई चाहिएनन् होइन। एक सेयर भए पुगेको, एक लाइक भए पुगेको, एक कमेन्ट भए पुगेको, एउटा फलो भए पुगेको। बस दिनमा 2-3वटा फलो आए पनि म धेरै खुसी हुन्छु। एउटा फलो आए त म खुसी हुन्छु, 2-3वटा आए धेरै भइगयो होइन। सबैले माया गरिदिनु होला भन्न चाहन्छु है।